कता खाने भनेर त आजकल सयौँ हजारौँवटा भिडियोज भेट्नुहुन्छ। तर आज म कता नखाने भनेर चाहिँ देखाउन लागेको छु। यो ठाउँ चाहिँ बसन्तपुरको फ्रिक स्ट्रिटमा रहेको छ, जहाँ चाहिँ मेरो साथीले मलाई लिएर गएको थियो। एन्ड दिस प्लेस इज डेफिनिटली वान अफ द टप कन्टेन्डर्स फर द वर्स्ट फुड आई हेभ एभर ह्याड। फर्स्टमा पेपरोनी पिज्जा मगाएको, भिजुअली हेर्दा त पिज्जा चपाएर थुकेर ल्याएको जस्तै देखिरहेको थियो। टेस्ट वाइज पनि इट वाज प्रिटी डिसअपोइन्टिङ, 3 आउट अफ 10। त्यसपछि चप्सी मगाएको थियौँ, विच लुक्ड नाइस, तर पछि राम्ररी हेर्दाखेरि द नुडल्स वेयर भेरी ओभर फ्राइड। खाँदा पनि डढेको स्वाद मजाले नै आइरहेको थियो। त्यसपछि पेपरोनी स्यान्डविच आयो, जसमा चाहिँ इन्टायर स्यान्डविचभरिमा 3टा स्लाइसेस अफ पेपरोनी मात्र थियो। Buns were not toasted and the slices of veggies were also huge. बाइट लिँदा पेपरोनी कहाँ कुन्ना काप्चामा स्वाद आएको हो कि जस्तो मात्रै थियो। म युजली डिसेन्ट प्लेसहरूलाई पनि प्रमोट गरिरहेको हुन्छु, नराम्रै ठाउँहरूलाई चाहिँ भिडियो हाल्दिनँ, तर यो ठाउँ चाहिँ अति वाइल्ड नै डिसअपोइन्टिङ थियो। यो रेस्टुरेन्टको कुनै मान्छेले हेरिराख्नु भएको छ भने प्लिज आफ्नो सर्भिस इम्प्रुभ गरिदिनुहोस्। यो चलाउनै मन नलागेको जस्तो हिसाबले चाहिँ सर्भ नगर्नु होला। थ्याङ्क यू।